मोमो खाइदिनु भाइ कति मजा आउँथ्यो अरे पानी गन्क्यो यार घर पुग्दै यस्तो गाह्रो क्या फेरि पानी गन्क्यो यार अलि धेरै हान्छ आज कम्पिटिसन छ पुलअप ल हालत खराब हालत टाइट भइसक्यो ल क्या कस्तो खसेर कस्तो बेल नलागेर कस्तो नै 5% लाग्यो गाह्रो छ यहाँ त्यहाँ खन्ड है पुरै पारमा ल खाइल सामा उल्टा सो मान्छे खाँदैछ अहिले जस्तो लागेर सो हेलो गाइज वेलकम ब्याक टु माई न्यू भ्लग सो आजको भ्लगमा सबजना स्वागत छ सो म चाहिँ आज 4 बजी उठेर चक्कर लाएर म चाहिँ अहिले रनिङ जाँदैछु म चक्कर दिनसम्म झन् पुरै अँध्यारो अब चाहिँ हामी यहाँबाट दौडी जानुपर्ने हुन्छ हामी चाहिँ यहाँबाट सिधै हामी चाहिँ कति 5 किलोमिटर लगातार अब ननस्टप दौडी जान्छ भने हामी चाहिँ यहाँबाट डाइरेक्ट अब 15 नगर जान्छौँ दौडिँदै होइन एकदम मजा नि आउँछ होइन धो पनि हुन्छ ल हेरौँ के हुन्छ कस्तो हुन्छ सब देखाउँछु गाइज हामी त वर्कआउट नि हान्छ अहिले घरमा पुगेर दामी तपाईँलाई सब देखाउँछौँ हेर्नु होला गाइज के हुन्छ सब देखाउँछु ल सो आजको मौसम देख्छौँ चाहिँ पारि यस्तो दामी देखियो बादल देखियो हामी चाहिँ अहिले बुद्धनगरको पुलमा आइसक्यौँ गाइज देख्छौँ चाहिँ एकदम मजाको हावा लाग्छ यहाँ चाहिँ ल फेरि त्यो आनन्द सरला हामी चाहिँ जाँदै म चाहिँ यहाँ दौडिन मिलेन त्यही भएर हामी चाहिँ हिँड्नु जाँदैछौँ झोला डिस्टर्ब गरेको बसेको झोला त्यही भएर साह्रै गाह्रो भयो नि दौडिनै मिलेन क्या दिङसङ हामी जाँदैछौँ टक्क लगाएर चाहिँ उयो डन पारमा चन्द्रमा दिङसङ चन्द्रमा दागे लागेन केही पनि नभनिदिएर चन्द्रमा केही पनि दाग नहुने दाग त हुन्छ कि लुकेको हुन्छ दाग कहाँ देखिन्छ राख्ने सो अलरेडी गाइज हाम्रो रनिङ फेरि सुरु भइसक्यो अब चाहिँ दौडिनै पर्छ हामी चाहिँ ल पुरै डम्बल उठाउँदै म त हिँडेँ डम्बल बोक्दै डम्बल यहाँ ल ल ल अब चाहिँ दौडिन पर्छ गाइज यस्तो पाराले हुन्न अब चाहिँ केही गर्न पर्छ त्यही भएर हामी टक्क हिँड्यौँ कस्तो दौडिने क्या दौडिने नि गाह्रो छ त्यही पुगेपछि भेटौँ लाग्यो ल गाइज यो लाइट गाई धरेर देख्छौँ चाहिँ बहुत ठुलो धरेर छ यहाँ चाहिँ यो चाहिँ भूकम्प आयो नि ढल्दैन केही ठुलो धरेर आएको यहाँ चाहिँ ल गाईहरू पनि टन्ने छ क्या यहाँ गाईहरूको ग्याङ्गै छ यहाँ चाहिँ ल पुरै ग्याङ्गै बसाले हो गाईहरूले पुरै बस्ती चाहिँ बसाले यहाँ चाहिँ ल हामी चाहिँ आफ्नो ठाउँमा आइसक्यौँ देख्छौँ हाम्रो ठाउँ चाहिँ उहाँ टक्क लगाएर होइन ल हामी चाहिँ जाँदैछौँ टक्क लगाएर झोलासोला बोकेर आफ्नो झोला चाहिँ माथि डम्बलसम्म होइन सो हामी चाहिँ गाईहरू ग्याङ छ पुरै ल सरला देख्छौँ झन् उज्यालो हुन लागिसक्यो ल सरलाएर अब चाहिँ हामी त्यही गरेर हान्न पर्ने हुन्छ गाई टक्क लगाएर ल त्यही हो गाईले हान्न लाउनु अब चाहिँ पुलअप जान्छ हेर अलि धेरै हान्छ आज कम्पिटिसन छ पुलअप ल दाइ पनि रेडी हुन्छ उहाँ पुरै ल जान्छ ल कसै झोलामा 10 केजी बोक्नु हो त्यही भएर हान्न गाह्रो हुन्छ त्यहाँ है बसाइ ल बहुत गरम छ पुरानो ल भाइ यो दाइ कति हान्न दाइ 7 जति हान्न दाइ ल रेडी हुनु है पुरै हान्नको लागि ल कति जित्छ हेरौँ अब आफ्नो पावर देखाउनु लाउनु है उ ल आज लुकेको पावर देखाउनु दाइ ल
पुरा फर्ममा आइसक्नु है ल पुरा ल जोस पारामा हेर अब जोस कतिको देखिन्छ अब थाहा हुन्छ नि पुरा यता झन् अँध्यारो आयो ल ल हालत खराब हालत टाइट भइसक्यो ल क्याप पनि खस्यो यार कति गयो इक्वल भइसक्यो ल को डन आउँदै है पारि को डन है यस्तो गाइस भर्खर हामी चाहिँ एक्सर्साइज गरेर भ्याएर अब त्यो टक्कलाई हामी चाहिँ अहिले घरतिर जाने मुख सुकिन धोइदियोस् आनन्द आउनेको बिहान एक्सर्साइज गर्नु तर छुट्टै मजा आउँछ दियोस् टक्कलाई अब हामी चाहिँ घरतिर जाँदैछौँ देङसँग झन् बाटोमा ल सो साँच्ची हाले ल तपाईँले हेर्नु पुरै डन जस्तो ल गुन्डियो फेरि मान्छे त ल सो हामी चाहिँ जाँदैछौँ टक्कला देङसँग चाहिँ अगाडि चाहिँ काउ पनि छ है ल अगाडि देङसँग हुन्छ आजको वेदर चाहिँ देङसँग चाहिँ एकदम राम्रै है ल टक्कला चाहिँ ल हामी चाहिँ अहिले घरतिर चल्दिन लागेको ल अब के हुन्छ त्यही हेर्नु होला आज देखाउँछु मैले ल त्यही हो आउँदै याद त यही छ र ल गुड नाइट ल सो खोलाको हालत देङसँग चाहिँ यस्तो है टक्क लाएर चाहिँ ल म चाहिँ टक्क लाएर चाहिँ आज हस्पिटल जाने काम थियो त्यही भएर म चाहिँ अहिले जाँदै टक्क लाएर देङसँग चाहिँ गाइस लुक्स पनि देङसँग चाहिँ टक्क लाएर जर्सी लाएर चलिदिनु लाग्यो होइन सो बाटो बन्दी हो चाहिँ यहाँ चाहिँ खोलाको देङसँग जान जोजार हिँडेको चाहिँ पुरा म पनि हिँडिरहेको टक्क लाएर देङसँग चाहिँ ल डाइरेक्ट अब त्यहीँ हस्पिटल पुगेपछि भेट्छु त गाइस के हुन्छ देखाउँछु मैले तपाईँलाई भन्छु नि आज के हुन्छ आजको दिन हाम्रो कस्तो जान्छ त यो गाइस भिडियो पनि बनिराख्नु त ल डेन्जर छ बाटो नि सो अलरेडी गाइस म चाहिँ हस्पिटल नै आइसकेको दिनसम्म चाहिँ मान्छेहरू कति धेरै भिड छ भने चाहिँ बिहानै बहुत भिड छ यहाँ चाहिँ कन्स्ट्रक्सन हुँदै दिनसम्म चाहिँ यहाँ बन्द खाएको यहाँ चाहिँ हस्पिटल खतरा बन्द खाएको माथि होइन पालि कति राउन्ड थाहा छैन बहुत भिड छ ल टोकन ल्याएर बसिरहेको छु अब कति आउँछ अहिले 150को पुग्यो ल हेर्सी अब कति पालि आउँछ हेर मैले लुम्बिनी हस्पिटल दिङसँग चाहिँ पारि होइन भर्खर मैले सुई पनि हाने गाइज दिङसँग चाहिँ सुई पनि हाने आफ्टर लङ टाइम पछि यार के हुन्छ यार कहिले के हुन्छ गाइज कहिले के हुन्छ दशा लागेको छ यार
मलाई के भएको मैले तपाईँलाई पछि भन्छु होइन भिडियोमा बन्नु होला यो किन गरेको यस्तो सब भन्छु म चाहिँ अहिले जाँदैछु होइन लास्ट भोक हानिसक्यो यार 12 बजिसक्यो होइन भर्खर रिपोर्ट दिएर आएको रिपोर्ट चाहिँ अब 2 बजी आउँछ त्यही भएर म चाहिँ अब राम्रो होटेल खोजिरहेको हेरौँ कहाँ पाइन्छ सो अब चाहिँ जान्छु म चाहिँ ल टक्क लादिदिनु सक्छ माथि पुलमा हो अहिले चाहिँ म ल लास्टै घाम थियो र अब म चाहिँ यहाँ एउटा राम्रो खालको होटेल खोजिरहेको लास्टै भोक लाग्यो त्यही भएर ल त्यही हो गाइज बनिराख्नै त के हुन्छ म सब देखाउँछु गाइज भ्यू देख्नुसँग चाहिँ आजको यस्तो मजाको ल पुरै खाली गरेको क्या स्टल पहिला यहाँ कति स्टल हुन्थ्यो 5 दिनसम्म छ होइन बालनले एकल भनिदिएको पुरै खाली खाएको ठाउँ पुरै यस्तो पावर त खतरा जियो सही गरेको यार पहिले यहाँ पुरै भिड हुन्थ्यो अहिले त पुरै खाली छैन न बारी कन्स्ट्रक्सन हुँदैखाएको यहाँ लुम्बिनीमा त त्यो लुम्बिनीमा बहुत भिड चाहिँ यार पैसा जाँच्चै भनेको मैले यार के गर्न भन्छ के हप्ता घाँस खाइको हामी चाहिँ यार भ्युज छोरी यही टाइम जान्छ यार के गर्न भन्छ कि यार बिमा भएर नि यस्तो झ्याउ गर्छ यार लुम्बिनीमा यार औडा पाच्छ यार साँच्ची हो भनेको यार मैले के पाइन्छ नि यहाँ मासु सादालाई कति हो नि मासुसँगको लागि मासुसँगको लागि ए मलाई गरिदिनु न त एक ठाउँमा मासुसँगको लागि ल सो म चाहिँ अब जानु लाग्यो ढक्क लादिन्छ चाहिँ गुप्ता भन्ने होटलमा न ल लाग्छ अलरेडी सादा खाना मगाएको मैले चाहिँ भर्खर आइसकेको दिनसँग छ होइन यहाँ चाहिँ दाल छ दाल तरकारी सबै है मासु अनि सादा खाना मगाएको लास्टै भोक लाग्यो त्यही भएर अब चाहिँ खाना पर्ने हुन्छ मैले अब ल गाइज टक्क लगाएर चाहिँ अब चाहिँ सुरु गर्नुपर्ने हुन्छ ल खाना अब चाहिँ मासु हालौँ सुरुमा सो मान्छे खाँदैछु अहिले टक्क लगाएर सो अलरेडी गाई टक्क लगाएर दिनसँग चाहिँ मैले यहाँ थोरै केरा सेरा नि लगाउँ होइन थोरै केरा खान पर्छ केरा खाएपछि बल्ल अलिक तागत आउँछ त्यही भएर केरा चाहिँ मेरो फेभरेट हो त्यही भएर केरा लगाएर म चाहिँ अब टक्क लगाएर चाहिँ घरतिर जाँदैछु दिनसँग चाहिँ गाई छ होइन पुरै यस्तो हो भ्यू चाहिँ अहिले पानी परे जस्तो भइरहेको पानी परेको गर्छ यहाँ रातिमा के भएको यस्तो अहिले त जाडो सुरु भइसक्यो कसरी बर्खा लाग्यो थान्डा पाइदियो टक्क लगाएर पारिचुराले खनिरहेको दिनसँग चाहिँ पारि चाहिँ ल सरलाहरू काम हुँदैछ जे छ अब बल्ल देश पनि अहिले विकास होला जस्तै लागेको बाल्ने आइपुग्छ होइन अब चाहिँ केही होला जस्तो लाग्छ हुन्छ आशा माछा मगाने अब चाहिँ केही त हुन्छ देशमा परिवर्तन चाहिँ हुन्छ जस्तो अब चाहिँ ल म चाहिँ टक्क लगाएर जाँदैछु गाई छ होइन बहुत चिसो हावा लागेको हावा पनि यस्तो आनन्द हो भाइ घर त्यही पनि यहाँ चिया पियो त्यही भएर गाह्रो भयो कि यहाँ बिहानदेखि खटाइरह्यो यार कोही जानु मिलेन घर गएर आनन्द आउँछ चिया पियो त्यही भएर गर्नै मिलेन त ओ माइबाट कस्तो हावा चलेको यार शीतल भइरहेको छ त्यहाँबाट यहाँनिर बाटो यस्तो बन्दैछ नि औडा जस्तो एकदम डेन्जर छ गाइज यहाँ जानु पनि मिल्दैन अलिक कामबाट जाने हो खुट्टा बहुत दुइसक्यो यार मेरो त लास्ट चाहिँ कट्टु खर्च लाग्यो कस्तो बेल्ट नलाग्यो यार कट्टु नै पाँच खर्च लाग्यो गाह्रो छ यार ओहो त्यहाँ खन्ड है पुरै पारामा ल फाइल ल सामान उयो माटो फाइल ल म चाहिँ यहीँ बाटो गइदिनु पऱ्यो है ल लिङसम्म चाहिँ यस्तो हावा लागिरहेको गाई ल लिङसम्म चाहिँ बाटो जानु रहेछ यहाँ खनिदियो उनीहरूले खनिदियो यहाँ बाइक ल लिङसम्म हुन्छ खनिदिइरह ल म चाहिँ जान्थ्यो गाई चाहिँ अब डाइरेक्ट घर भेट्नुपर्छ है त गाई ल काम खाइदिनु बा कति मजा आउँथ्यो यार हेरेको मान्छे भयो यार खानामा कति मजा आउँथ्यो बहुत छ क्या यहाँ त मालहरू त फेरि मालहरूमा यस्तो गाह्रो लगाइदिएको पुरै मान्छे तर बाटो यार यस्तो पुरा जाइल लगाइदिएको आँपहरू धेरै फल्यो त्यही भएर बहुत बाटो मान्छे बाटो खानेको त धेरै ल पानी गरिसक्यो यार म त भाग्न पर्छ गाई पानी गरियो यार घर पुग्ने यस्तो गाह्रो हो फेरि पानी गर्नु यार ओहो
कालले भिजायो गाह्रो छ फाइनल्ली घर चाहिँ आइसक्यो है मैले सो म चाहिँ आइसकेँ घर टक्क लाएर चाहिँ सो गाइस भिडियो कस्तो लाग्यो सानो लाइक कमेन्ट गरेर नबिर्सिनु हस्त जय नेपाल।